अवलोकन भ्रमणमा हामी मुस्ताङको चाहिँ डुम्बा लेकमा चाहिँ हामी घुम्दैछौँ। हावाको वेग बढिरहेको छ, हाम्रा साथीहरू त्यसलाई चाहिँ जित्दै अघि बढ्दैछौँ। डुम्बा लेकको चाहिँ यो पानी भन्नुहुन्छ भने हिमालको हिउँ जस्तै चिसो रहेछ। एकछिन छोको हात कठाङ्ग्री हो नि त उडायो। अनुसन्धान गर्दाखेरि कुनै ठाउँबाट पनि पानी यहाँ जम्मा हुनको लागि बगेर आएको ठाउँ देख्दिनँ। तर चाहिँ यसमा चाहिँ पानी अटुट रूपमा यसरी बसिरहेको छ। विकास बनाइएको छ भने उताबाट चाहिँ आउने मुहान छैन भने यहीँ अथवा चाहिँ यहाँ चाहिँ हिउँ बग्लेर बनेको हो। यो बारेमा चाहिँ विस्तृत जानकारी कसैबाट माग्न जरुरी छ लिनको लागि यहाँको स्थानीय व्यक्ति भेटेको छैन। अहिले भेटेको खण्डमा चाहिँ सोधौँला। अहिलेलाई हस्त नमस्कार। तपाईँ आस्थाको ज्याकेट लाउनु कि आस्था त्यहाँ ज्याकेटै भेटेन कि किन्नु भेट्ने कुर्ची खा मैले हेरेन। अब लाउने तल खसेर त त्यही रहेछ होइन। चिसो हुन्छ यही माथि ट्याप्प लागेपछि अब त झम्सो गरेर बसिन्छ होला नि। झम्सो गरेर बसिन्छ होला नि अब यहाँ पुरै आजको सेड्युल चाहिँ जम्सो मात्र होइन अब हो। अब यति झुमा लेकेपछि फर्काउनु लाग्यो यतै आयो भने त यो कता जाने गाउँमा लाग्यो त है। सबै ठाउँ होला नि गाउँ। यो त जिल्लामा पो टेक्यो हामीले हो त नि कत्रो गाउँ छ मुस्ताङ बजारको माथिपट्टि गाउँ हेर कत्रो छ। सल्लाहको फेर सल्लाहहरूको फेर सानो भएछ नि उता जस्तो हुनुपर्छ नि बिचर घुमाएछ ल डुम्बा लेक। डुम्बा लेक